Hello everyone, welcome back to my channel Bok Lagyo. Today we are visiting International Club located in Sanepa, Lalitpur. यहाँ धेरै स्टोरहरू र रेस्टुरेन्टहरू पनि छन् तर आज हामीहरू चाहिँ यहाँ सिल्क आइसक्रिम खान आएको छौं। यो आइसक्रिम नेपालको आफ्नै प्रोडक्ट भएको कारणले गर्दा हामी टेस्ट गर्न आएको छौं। यहाँको टेस्ट अनि यहाँको आइसक्रिम कस्तो छ भन्ने रिभ्यू हामी तपाईलाई बताउने छौं। भिडियोको अन्तिमसम्म हेरिदिनुस् है त। हेलो गाइस, अब हामीहरू आइसक्रिम खान गइरहेका छौं। यो सिल्क आइसक्रिम जुन नेपालमा बनेको नेपाली प्रोडक्ट हो यो। अनि लेट्स सेक है त। सिखेलको बाटो हुँदै सानेपा हो सायद यो ठाउँको नाम। अनि यो चाहिँ इन्टरनेसनल क्लबमा छ, तपाईहरु देख्न सक्नुहुन्छ यो। So guys, हामी सिल्कमा गयौं। So सिल्कमा गइसकेपछिबाट सर्भिस वाज भेरी नाइस एन्ड फ्रेन्डली। अनि you can have a taste of varieties of ice cream flavor. अनि त्यसपछि you can decide what you want to have. I have just get what do you call this, lotus biscuit. अनि तिमीले के खाएको थियो? मैले चाहिँ लिए मिक्स बेरीज। So lotus biscuit, I think you should try it. किन भन्दाखेरि मजाको मिठो yummy. साथीहरु, हामीले आइसक्रिम खायौं। इट वाज भेरी गुड। अनि मलाई चाहिँ यो आइसक्रिम मन पर्यो। अनि यसको क्वालिटी एकदमै राम्रो छ। सुगर पनि एकदमै कम छ। सुगर कम भएको कारणले गर्दाखेरि मलाई यो सिल्क आइसक्रिम मन परेको हो। अनि नेपालको आफ्नै प्रोडक्सन, हामीले नेपालको आफ्नो प्रोडक्सनलाई चाहिँ हामीहरुले एकदमै सपोर्ट गर्नुपर्छ। म चाहिँ अबदेखि यही आइसक्रिम खान्छु भनेर सोचिरहेको छु। यहाँ धेरै भेराइटिजहरु छ। अनि म्याङ्गोमा छ, करेन्ट तितौरा, अनि त्यसपछि बिस्कप, भ्यानिला, के थरी थरीको छ। तपाईलाई कस्तो टेस्ट मन पर्छ त्यो अनुसारको तपाईहरुले चुज गर्न सक्नुहुन्छ। अनि यसको प्राइस पनि मलाई रिजनेबल लागेको छ। एकदम बेस्ट। यो ठाउँ पनि तपाईँ एकदमै राम्रो लाग्यो मलाई। यो बीचमा चौर गार्डन टाइपको छ। पुरै रोयल प्यालेस नै थियो कि क्या हो जस्तो मलाई डाउट छ। यो ठाउँ एकदमै राम्रो लागेको छ मलाई, पिसफुल। अनि कहिलेकाहीँ यसो आफ्नो बच्चाहरुसँग घुम्न आउन नि मिल्ने, साथीहरुसँग नि घुम्न आउन मिल्ने, अनि फ्यामिलीसँग पनि एकदमै राम्रो। यहाँको फुडहरु मेडिटेरियन फुड पनि यहाँ रहेछ। हिमालयन जावा, स्याम्स को पनि रेस्टुरेन्ट रहेछ। धेरै थुप्रै छ है घुम्न। एकदमै रमाइलो टाइपको छ यहाँतिर। मलाई चाहिँ मन पर्यो यो ठाउँ। यो आइसक्रिम यस्तो मलाई मन पर्यो कि मैले रेट दिँदाखेरि म 10 मा 9 दिन्छु है त। थ्यांक यू फर वाचिङ।